नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। आज नवरात्रको चौथो दिन माता कुष्माण्डको पूजा आराधना गरिँदै बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अझ सूक्ष्म तरिकाले गरिने तयारी। कृषि क्षेत्रलाई अघि बढाउन सरकारको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई। नेता वामदेव गौतमलाई सांसद बनाउने विषय पार्टीभित्र औपचारिक रूपमा प्रवेश नभएको प्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य पोखरेलको दाबी। र जनताको जीवनस्तरलाई माथि उठाउने काममा सरकार लागि परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टको दाबी। अब समाचार विस्तारमा। दशैंको चौथो दिन आज कुष्माण्डाको भगवतीको पूजा आराधना गरिँदैछ। कुष्माण्डा मातालाई सुकर्म थालिनी वा सृष्टिको प्रकृतिको रूपमा पूजा गरिन्छ। आफ्नो उद्धारमा त्रिविध प्रार्थना गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको अभिभारा भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ। उष्णता तथा शीतलतालाई समतुल्य सृजना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ। यी देवी उष्ण रक्त समूह मानव, चराचुरुङ्गी तथा शीत रक्त समूह माछा, सर्प लगायतका सारा प्रणालीको सृजना शक्ति भएकी माता भनेर शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ। यी देवीको बदनवर्ण बैजनी छ भने उनी सिंहमा चढेकी छन्। कुष्माण्डा माताले हातमा रक्तपूर्ण 2वटा घडा लिएकी छन्। यी 2 घडा नै सृष्टिका आधार वस्तु बताइएको छ। देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो ताप शक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पुरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ। कुष्माण्डाको लौकिक अर्थ कुविन्डो हो। उस हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुष्मिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ। शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुष्मिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाइएको गरिन्छ। सिन्धुलीमा फेरि बस दुर्घटना भएको छ। काठमाडौँको गाईघाट जाँदै गरेको बस सुनकोशी गाउँपालिका 3 रातोमाटेमा दुर्घटनामा परेको हो। बसमा 30 जना सवार थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार घटनामा 1 जना घाइते भएका छन् भने अन्यको अवस्था सामान्य छ। बस बढी तल नसकेकाले ठूलो क्षति नभएको एसपी यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसअघि शुक्रबार सुनकोशी 5 मुलकोटमा बस खस्दा 3 जनाको मृत्यु भएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका 2 का 13 वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सूक्ष्म अध्ययन गरिएको छ। गत भदौ 31 गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धीरू बस्यानाताको संयोजकतामा गठन गरेको छानबिन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादक भएका कार्यको सूक्ष्म अध्ययन गरिरहेको छ। बस्यानाताले टोलीले अनुसन्धानमा खटिएका कञ्चनपुरका 26 जना प्रहरी अधिकारीमाथि छानबिन भइरहेको जनाएको हो। शनिबार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक बन्यासाले छानबिन टोली दिनरात नभएर अनुसन्धानमा खटिएको जानकारी दिनुभयो। संयोजक बस्यानाताले घटनासँग सम्बन्धित सूचना दिन सबै पक्षसँग आग्रह समेत गरेका छन्। शुक्रबार त्यहाँ पुगे लगतै निर्मला पन्तका पीडित परिवार घटनास्थल यसअघि घटनाका अभियुक्त बनाइएका दिलीप सिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ। त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकार कर्मीसँग छलफल गरेको छ। छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएको प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारबाहीको माग समेत यहाँ गरिएको छ। गत साउन 10 गते साथीको घरबाट स्कुलको गृह कार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन 11 गते बिहान उखुबारीमा शव भेटिएको थियो।
अन्तर्राष्ट्रिय विपद व्यवस्थापन दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर 13 मा नेपालमा पनि अन्तर्राष्ट्रिय विपद व्यवस्थापन दिवस मनाउने गरिन्छ। यसै अवसरमा पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्न लगानी बढाउन आह्वान गर्नुभयो। सरकारी, गैर सरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्दै लैजाने सकिने गृहमन्त्री थापाको भनाइ छ। र यो विपदबाट जो हजारौंमा जो मानवीय क्षति हुन्छ त्यसलाई कसरी न्यूनीकरण गर्ने, कसरी यसलाई रोक्ने र यसबाट जो वर्षेनी हामीलाई जो अरबौं खरबौंमा जो आर्थिक क्षति हुन्छ, अरू चाहिँ सामाजिक अरू क्षति त हाम्रो छँदैछ, मनोवैज्ञानिक अरू समस्याहरू र आर्थिक हिसाबले पनि जुन क्षति हुन्छ यसको न्यूनीकरण कसरी गर्ने, यसको समाधान के हो र यो क्षति हुनुको पछाडि मानवीय र आर्थिक क्षति हुनुको पछाडि कारण के हो। बाढीले गर्दाखेरि हरेक वर्ष डुबान हुन्छ र मानिसहरूको मृत्यु हुन्छ। अहिले पनि बाढीले बगाएर कैयनहरूको यो वर्ष पनि मृत्यु भयो रौतहटमा, अझ कम भयो यो वर्ष। पहिरोबाट पुरै घरहरू पुरिएर मानवीय क्षतिका साथसाथै ठुलो आर्थिक धनजनको क्षति, हाम्रा पूर्वाधारहरूको क्षति हुने गरेको छ यही वर्षको मात्रै कुरा गर्दाखेरि। त यसका कारणहरू के हुन् र यसको निराकरण के हो, त यसको न्यूनीकरण, यसको समाधान के हो त भन्दाखेरि यहाँ दिन खोजिएको समाधान हामीले विपद न्यूनीकरणको क्षेत्रमा नेपालमा हरेक वर्ष बाढी, पहिरो जस्ता विपदका कारण हजारौंको संख्यामा मानवीय क्षति हुनेको गरेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यसै गरी करोडौंको आर्थिक क्षति हुने गरेको छ। गृहमन्त्री थापाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबैले पहल गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। उहाँले विपत्तिको कारण र त्यसको निवारणका उपायको खोजी गर्न पनि सम्बद्ध सबै पक्षलाई सचेत गराउनुभयो। अपन न्यूजमा अब व्यावसायिक विश्रामपछि कृषि क्षेत्रलाई अघि बढाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहे पनि बिना विकल्प वन फडानी नगर्न सरकारलाई राप्रपाका अध्यक्ष राणाको सुझाव र जनताको जीवनस्तरलाई माथि उठाउने काममा सरकार लागि परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टको दाबी। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीको प्रसङ्ग। प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रलाई अघि बढाउन सरकारीको विकल्प नरहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण गर्नका लागि सहकारी भरपर्दो माध्यम भएको उल्लेख गर्दै त्यसलाई नेपालले मौलिक ढङ्गले लागू गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। आज इमानको इन्द्रनी नामक पुस्तकको विमोचन गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि सहकारी सम्बन्धी ऐनलाई तर्जुमा गर्दै अघि बढ्ने पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सहकारी अभिनेता केशव बडाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय सहकारी सम्बन्धी अनुभवलाई राष्ट्रियकरण, स्थानीयकरण गर्न पहल पनि गर्नुभयो। कृषिलाई व्यवसायीकरण गर्न हाम्रो आफ्नै खालको विधि हामी विकास गर्न चाहिरहेका छौँ र त्यो आफ्नै खालको विधिको विकास पहाडी क्षेत्रतिर फेरि फ्यामिली फार्मिङ जस्तै भनेर गरेर वा कसरी गर्न सकिन्छ, सहकारीको बाटो केबाट गर्न सकिन्छ, फेरि त्यसमा सहकारीकै बाटो, तर आफ्नै खालको विधि हामी अख्तियार गर्न सक्छौँ। यस्तो कुराहरूमा सहकारी सम्बन्धी ऐन तर्जुमा यो 48 सालदेखि नै हामी बहस गर्दै आएका छौँ। केही अनुभवहरू हामीले प्रधानमन्त्री ओलीले साना पुँजी परिचालन गरेर मुलुकको विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। अनिल पौडेलद्वारा लिखित सो पुस्तकमा बडालले नेपालको सहकारी आन्दोलनमा प्रदान गर्न भएको नेतृत्वको चर्चा गरिएको छ।
उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेता वामदेव गौतमलाई सांसद बनाउने विषय पार्टीभित्र औपचारिक रूपमा प्रवेश नै नभएको दावी गर्नुभएको छ। उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ क्षेत्र नम्बर 7 का प्रतिनिधि सभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टीभित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया पनि दिनुभयो। उहाँले नेता गौतमलाई सांसद बनाउने विषय मुलुकका अस्थिरता पैदा गर्ने गरी षड्यन्त्रमूलक ढङ्गले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नु परेको पनि बताउनुभयो। दशैं तिहार, छठ, नेपाल लगायतका चाडपर्वको अवसर पारेर आज आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई स्वाभाविक ढङ्गले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधि विरुद्ध एक्लै भए पनि आफू उभिने पनि स्पष्ट पार्नुभयो। औपचारिक ढङ्गले पार्टी कमिटीमा कुनै खास कुरा आएका होइनन्। औपचारिक ढङ्गले पार्टी कमिटीमा अब काठमाडौँ क्षेत्र नम्बर 7 का प्रतिनिधि सभाका सदस्यजीले राजीनामा अध्यक्षजीको नाममा दिनुभयो। त्यसमा कुनै छलफल पनि भएको छैन, केही कुरै भएको छैन। बाहिर अनेक खालका कुराहरू आए। त्यस कारणले म तपाईँलाई दाबीका साथ भन्छु, मैले फर्मली यसबारेमा अन्यथा कुनै टिप्पणी गरेका छैन। म गर्न पनि जान्दैन, किनभने म पार्टी पद्धति बुझ्छु। एउटा पार्टीको संस्थागत निर्णयकोलाई शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने बुझ्छु। पार्टी कमिटीमा औपचारिक दर्जा भयो, तर त्यसमा छलफल भएको छैन, कुनै निर्णयमा पुगेका छैनौँ। मान्छेहरू यो त्यो आदि इत्यादि फर एगेन्स्ट अनेक कुराहरू जुन सुन्छु त्यो बडा अनौठो पनि लाग्छ। त्यस कारणले मेरो प्रयत्न, म व्यक्तिगत रूपले र मेरो संस्थागत रूपले पनि मुलुकलाई अस्थिरता पैदा गराउने र जालझेलपूर्ण कुरा हुने, षड्यन्त्रपूर्ण कुरा हुने र एउटा स्वाभाविक गतिमा अगाडि बढ्न प्रयत्न भइरहेको कुरालाई बाधा पुर्याउने कुरा हुन्छ भने ती चिजहरू अनुचित हुन् भनेर म एक्लै भए पनि उभिन्छु। हाम्रो खास गरी कम्युनिस्ट पार्टीभित्रको यो बिचमा चलेका कतिपय कुराहरू छन्। हामीले एउटा ठुलो ऐतिहासिक उपलब्धि पार्टी एकीकरण गऱ्यौँ। त्यो एकीकरण तल्लो तहसम्म पुगेको छैन। त्यो एकीकरणलाई तल्लो तहसम्म पुर्याउनको लागि हामीले ढिलो नगरी काम गर्नुपर्छ। त्यसको लागि सबभन्दा पहिले प्रदेश स्तरमा एकीकरणलाई पुर्याउनु पर्यो, जिल्ला स्तरमा र तल पुर्याउनु पर्यो, पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरूमा एकताको प्रक्रियालाई पुर्याउनु पर्यो। प्रधानमन्त्री पोखरेलले सरकारले कामै गरेन भन्ने खालका टिप्पणी न्यायोचित नभएको पनि दोहोर्याउनुभयो। उहाँले केही कमी कमजोरी भने रहेको उल्लेख गर्दै त्यसलाई सच्याउँदै अघि बढ्न दृढता पनि व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री पोखरेलले सरकारले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई यस बीचमा उच्च प्राथमिकता दिएको पनि स्मरण गराउनुभयो। परराष्ट्र मन्त्री प्रदीप गेवालीले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। परराष्ट्र मन्त्री गेवालीले सरकारले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो। आज प्रदेश 5 का पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको बडा दशैंको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दावी पनि गर्नुभयो। उहाँले ठुल्ठुला मिडिया हाउसका कारण पनि नेपाल सञ्चार क्षेत्र मारमा पर्ने गरेको पनि बताउनुभयो। नमस्कार, प्रोडक्टहरू तपाईँले दिने, तपाईँले उत्पादन गरेका सामग्रीहरू विश्वसनीय हुन्। पत्रिकाले जे पनि लेखिदिन्छन्, अनलाइनमा त जे पनि आउँछ भनेर त्यो क्रेडिबिलिटी लुज हुँदाको दिन प्रेसले आफ्नो सामर्थ्य गुमाउँछ। किन प्रेसको सबभन्दा ठुलो शक्ति भनेको उसको विश्वसनीयता हो। तर पछिल्लो समय प्रेसको विश्वसनीयतामाथि केही प्रश्नहरू उठ्न थालेको अवस्था छ। सबै यसमा घुर्तिन जरुरी छ। म त्यसमा डिटेलमा जान चाहन्न। कहीँ कतै मिडिया हाउसहरूको व्यापारिक स्वार्थको शिकार पो बन्न थालेको प्रेस भन्ने पनि जस्तो देखिन्छ बेला बेलामा। किन अघिल्लो दिनसम्म लगातार तपाईँ फलोअप न्युज दिएको त्यही हुनुहुन्छ कुनै खास इस्युलाई लिएर, तर पर्सिपल्ट ज्याकेट एड आउँछ, सर्लक्क ढाकिन्छ पत्रिका, त्यस पछाडि न तपाईँ त्यसमा फलो गर्नुहुन्छ न त्यसका अरू विकृतिहरूलाई चाहिँ ढाक्नुहुन्छ। कसैको आर्थिक स्वार्थको साधन प्रेस बन्नु हुँदैन। त्यसबाट कहिलेकाहीँ व्यापारिक। परराष्ट्र मन्त्री गेवालीले संविधानले पत्रकारहरूको हक हितका लागि आवश्यक व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयनमा लैजाने सञ्चार माध्यमहरू पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो।
अब न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहे पनि बिना विकल्प वन फडानी नगर्न सरकारलाई राप्रपाका अध्यक्ष राणाको सुझाव र जनताको विश्वासस्तरलाई माथि उठाउने काममा सरकार लागि परेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टको दाबी। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीका प्रसङ्ग। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पर वन कटान गर्न लागि भन्दै सरकारको आलोचना गर्नुभएको छ। अध्यक्ष राणाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहे पनि बिना विकल्प वन फडानी नगर्न सरकारलाई सुझाव पनि दिनुभयो। दसैँ तिहार छठ लगायतका चाडपर्वको अवसर पारेर राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपरको लाखौँ रुख कटान गर्ने हो भने सरकारले चुरेको माथिल्लो क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। अध्यक्ष राणाले वन फडानीबाट अति प्रभावित स्थानीयलाई विमानस्थल बनेपछि त्यस वरपर नै बस्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। एकतिर अन्तर्राष्ट्रिय विमानस्थल यो मुलुकको पर्यटन विकास गर्ने हो भने काठमाडौँले धन्नै नसक्ने अवस्थामा निजगढमा विमानस्थल बनाउनु पर्ने सर्व दरकार छ। अर्कोतिर अकल्पनीय वनको विनाश राज्यको नेतृत्वमा लाग्छ। यस्तो अवस्थामा हामीले के गर्छौँ? कुनै सृजनात्मक आइडिया विकास गर्न सक्छ। केही यो समस्याभित्र एउटा उपाय पनि निकाल्न सक्छौँ भनेर सोच्न सक्छौँ कि भनेर मैले सोचिरहेको। मलाई सम्झना आयो उपराष्ट्रपति हुनुभएको बेलामा त्यो बेलाको राष्ट्रपति निजगढको वरिपरि जाने सबभन्दा ठुलो। कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति परमानन्द झाले वृद्धहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारलाई सुझाव दिनुभएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दावी गर्नुभएको छ। मन्त्री विष्टले स्वाधीन स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताउनुभयो। आज दसैँको अवसर पारेर काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सार्नुभयो। उहाँले मुलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यकता पनि औल्याउनुभयो। परिपाटी स्थापित गर्ने गरी हामी अगाडि बढेका छौँ। यो अवस्थामा हामीले सबै एकताबद्ध भएर जनताका अधिकारहरूको अझ सुदृढीकरण गर्ने, जनताका गरिबी अभावका समस्याहरूलाई सम्बोधन गर्दै जनताको जीवनलाई सबल बनाउने, मानवोचित जीवन बाँच्ने मात्र होइन एउटा गरिमामय गौरवपूर्ण जीवन बाँच्ने तहमा नेपाली जनतालाई विकास गर्ने र दुनियाँको मानचित्रमा नेपालको पहिचानलाई गौरवपूर्ण देशको रूपमा एउटा स्वाधीन स्वतन्त्र आत्मसम्मान र खुसी जनताको देशको रूपमा माथि उठाउने काम आज देशका सामु यो प्रमुख काम हो। नारी हुनुहुन्छ प्युठानबाट, उहाँलाई म अगाडि निम्त्याउन चाहन्छु। मुक्तिबहादुर रेग्मी भयो, त्यसपछि निरज राज जोशी, मन्त्री विष्टले गरिबी अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो। बडा दशैंको अवसर पारेर आज काठमाडौँको शोभा भगवतीमा कुमारी पूजा गरिएको छ। नेवारी समुदायले देवीको पूजा गर्ने परम्परा अनुसार दशैंको अवसर पारेर शोभा भगवती मन्दिर प्राङ्गणमा कुमारी पूजा गरेका हुन्। दशैंमा देवीलाई पूजा गर्ने चलन अनुसार कुमारी पूजा गरिएको चमती मिसा पचुककी अध्यक्ष जमुना श्रेष्ठले जानकारी दिनुभयो।
महान चाडको उपलक्ष्यमा त्यसमा अन्तर्गत गरेर हामीले यो नवरात्रिको भित्र पारेर हामीले कुमारी पूजा गरिएका हौँ र मेन कुमारी पूजाको गर्नको मुख्य अर्थ भनेको नै हाम्रो आफ्नो आफ्नो घरमा हाम्रो कुल देवीहरूलाई कुलमा पूजा गर्ने चलन रहेछ। सो कुराले गर्दा कसैको नहुन नि सक्छ। त्यस कारणले गर्दा हामीले चाहिँ मध्यनजर गरी हामीले आज यस भगवती माताको प्राङ्गणमा हामीले 130 जना हामीले झमती मिसा पुजले आयोजना गरेको कार्यक्रममा 130 जना कुमारीहरूलाई पूजा गरिएको छ। लत्ता कपडा दक्षिणा दिएर कुमारी पूजा गर्ने गरिन्छ। जीवित कुमारीलाई पूजा गरे पुण्य पाउने नेवारी समुदायको विश्वास रहिआएको छ। आइसिसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ। आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाली टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी एयरपोर्ट पुगेका थिएनन्। क्रिकेट समर्थकको उपस्थिति पनि शून्य जस्तै थियो। विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरूले जोखिम लिन नचाहेकाले सिनियर ए टोली गएको बताए। कप्तान खड्काले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरूका लागि प्रशिक्षण भएको धारणा राखे। साथै अबको प्रतियोगितामा बलियो टोली विरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताए। कप्तान खड्काले 3 वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्टि रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए। मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो। नेपालले म्यानमार, थाइल्यान्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिङ्गापुर विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। एसिया उपक्षेत्रीय छनौट बीबाट नेपालसहित मलेसिया र सिङ्गापुर अर्को चरणमा पुगेका छन्। अपक्षेत्रीय छनौट एबाट UAE, कतार र कुवेत अर्को चरणमा पुगेका छन्। अब यी 6 टोलीबीच एसिया छनौट हुनेछ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। आज नवरात्रको चौथो दिन माता कुष्माण्डाको पूजा आराधना गरिँदै बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान अझ सूक्ष्म तरिकाले गरिने तयारी। कृषि क्षेत्रलाई अघि बढाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ। नेता वामदेव गौतमलाई सांसद बनाउने विषय पार्टीभित्र औपचारिक रूपमा प्रवेश नै नभएको उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य पोखरेलको दाबी। र जनताको जीवनस्तरलाई माथि उठाउने काममा सरकार लागि परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टको दाबी। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।